भित्र जाने ल यो लगाएको पिपल बोर्ड यताबाट यो तल जाने बालकुमारीको बाटो हामी जान्छौँ यताबाट भित्र भित्र यहाँ बाटो बनाउँदैछ ब्लक बिछाउँदैछ यताबाट हामी राइट लाग्छौँ लेफ्ट लाग्छौँ ल हेर्नु यो घरले यो यत्तिकै राखेको छ यहाँबाट हामी फेरि यसरी छिर्छौँ अब यो तहरा बनाएको छ तहरा बनाएर यहाँ पर्खाल भट्काएको छैन उसले ल हेर्नु बाटो यहाँ पछि हाम्रो यहाँ पनि पर्खाल थियो पहिला हामीले यो घरहरू सबै टोलबासी मिलेर ठुलो बनाएको यता यहाँबाट हामी सिधा जान्छौँ ल हेर्नु यिनीहरूले बाटो छोडे पनि यो जस्ता बेरेको ल हेर्नुहोस् यो यिनीहरूले बाटो छोडेको भए कत्रो ठुलो हुन्थ्यो यो बाटो गाडी एउटा इमर्जेन्सी ट्याक्सी एउटा छिर्थ्यो ल हेर्नु यता यसरी उनीहरूले कभर गरेछ यता पनि यो बाटो यहाँसम्म थियो उनीहरूले तहरा बनाउने भएको भएर हामीले यता पछाडि सार्न लगाएर बनाएको र त्यसपछि यतापट्टिको जुन यो पर्खाल छ यो इनार छ यो पर्खाल छ इनारमा हामीले मुद्दा जितिसकेको हो तैपनि वडा अध्यक्षले भट्काउन नसकेको यो र यो बाटो गुइटोल जाने बाटो यताबाट हामी गुइटोल निस्कन्छौँ तपाईँलाई फेरि देखाउँछ यताबाट यो पर्खाल ल हेर्नु यो पर्खाल यो हामीले जितिसकेको मुद्दा हामी कोभिड अगाडि जितेको तैपनि केही गर्न सकेनौँ।